भोट हाल्नै पर्छ त्यो त हाल्नै पर्छ। यदि प्रजातन्त्रमा हामी अलि प्रजातान्त्रिक व्यवस्थामा छौँ, प्रजातन्त्रमा हामीले त वास्तवमा प्रजातन्त्र भनेको चाहिँ भन्छ नि डिरेक्ट डेमोक्रेसी र इन्डिरेक्ट डेमोक्रेसी भन्छ। डिरेक्ट डेमोक्रेसीमा चाहिँ साक्षात् जनता आफैले राज्य गर्ने त्यो सम्भव नभएको हुनाले चाहिँ हामीले के गर्छौँ भने हाम्रो प्रतिनिधिद्वारा चाहिँ हामी के गर्छौँ राज्य सञ्चालन गर्छौँ। हाम्रो प्रतिनिधि भनेको चाहिँ हाम्रो स्वार्थ हाम्रो विचार बोकेको मानिसहरूले गर्ने हो तपाईँको। त्यसकारण चाहिँ यदि चुनावमा भाग लिन भने त यदि हाम्रो विचार नभएको मानिसहरू त्यहाँ गएछ भने त देश त अर्कै बाटोमा जाने भयो। त्यसैले पनि हरेक युवाले चाहिँ हाल्नै पर्छ आफ्नो लागि आफ्नो साथीभाइको आफ्नो परिवारको लागि आफ्नो नेबरको लागि यो एउटा देशको लागि चाहिँ तपाईँको उसले चाहिँ भाग लिनै पर्छ। उसले चाहिँ आफ्नो चाहिँ यो एउटा चाहिँ 5 वर्षमा आउने एउटा अधिकार हो। यो जनतामा आउने युवामा आउने अधिकार हो यो तपाईँको। यो यसको चाहिँ राम्रो प्रयोग गरेर चाहिँ राम्रो सक्षम मान्छेहरूलाई चाहिँ उहाँले चाहिँ पुर्याउन सक्नुपर्छ। त्यो भएपछि चाहिँ देशले एउटा राम्रो बाटो लिन्छ। त्यो बाटो लिएपछि उहाँहरूले पछि गएर चाहिँ डाँडापारीबाट हेरेर त ओहो म त्यहाँ जान्छु र ऊ जान्छु भन्नु पनि पर्दैन। देशैमा रमाउँछ तपाईँको। आफ्नो देश त रमाइलो कहाँ हुन्छ त तपाईँको? कहीँ पनि हुँदैन तपाईँको। पैसा थोडो बहुत त्यहाँ कमाउला, यहाँ इज्जत छ, साथीभाइ यहीँ छ तपाईँको, सब कुरा यहीँ छ नि तपाईँको। त्यसकारण तर मानिसहरू किन गइरहेछ भने बाहिर गइरहेछ भने बिचरा यहाँ जुन किसिमको उहाँहरूले अवसर पाउनुपर्ने हो अवसर पाउनु भएन उहाँहरूले होइन। जुन किसिमको अवसर उहाँहरूले जुन किसिमको सरकार उहाँहरूले खोज्नु भएको थियो, जुन किसिमको नीति निर्माण हुन्छ भनेर सम्झिनु भएको थियो भएन तपाईँको। त्यसले गर्दा पनि एक किसिमले वितृष्णा भएर पनि उहाँहरू चाहिँ भागिराख्नु भएको छ। त्यस कारण त्यस्तो खालको अवस्थाले सरकार ल्याउनु पर्यो, त्यस्तो खालको संसद ल्याउनु पर्यो, त्यस्तो खालको शासन व्यवस्था ल्याउनु पर्यो कि जसले गर्दाखेरि उहाँहरूलाई पनि नेपाल सबलाई जनतालाई एउटा राम्रो बाटोमा लगोस्। त्यसैले पनि म भन्छु चाहिँ उहाँहरूको भोट चाहिँ असाध्यै महत्त्वपूर्ण छ। एक भोटबाट 100 भोट हुन्छ, 100बाट 1000 लाखौँ भोट हुन्छ। त उहाँहरूले चाहिँ आफ्नो भोट चाहिँ एक्सर्साइज गर्नै पर्छ जस्तो लाग्छ।